tuna kan hnualai mek hi Nepal ramatui li ani a hi chun satlai takmai thil lo thleng ani a arab om khop mai sabere ka khuang kai kan soi ang mai kha aron thlenga hian hei henglaya an lai lon te po hi alla tap fakani henglai hnaya om zong song deuh thaw hi in hi ti chiatin om bokani rap thak takani rap thak tak an khongai thak om tak ka zetani hilo thir zel te ang ल ट्युसनले बजारै गयो यार ल गयो यार ओ ए सिलास यता यता आऊ यता आऊ यता यता आमा यार tente chuan min chan ru ti aw lop lop te an om boka in ring man lo in a then na lo thok mek te an ni boka hetiang hi alo thengang ti hi an ring phau lo ani chutianga thamuang tak an om lai in thok le khata an chunga heng rap thil rap thak tak mai hi alo thleng ani a aba han na don em ti hian na thok mek te an ni boka a then chutiang chuan hun an hmangani an motor te tan sanin an liat thei te tan sanin ti hian an tan siat sana min chan ro ti ten an awlom lom mai ani e tuna hian thizati zali somruk le pakwa an tling to a ti chuan bozon mek hi mi zakwa somsari le pasari vel ni to a update ani a ti chuan chan chu to zong hi mi sang khazanga somli le panga anom to bok ani foreigner te po engemaw zat he che to na hian an tela India mi po mi zati le chuang an om bok ni a hriat ani rap thak tak zet ani e अब चाहिँ पुललाई बाङ्गो बनाइसकेको छ है लाने सम्भावना छ पुल चाहिँ बाङ्गो भइसकेको अवस्था छ यो मलेकुबाट तलतिर रहने सबैजनाहरू चाहिँ अलिकति सतर्कता भइदिनु होला अब यो पुल भत्काउँदै गर्दाखेरिमा चाहिँ तलतिर अझै बढी जोखिम पर्ने सम्भावना हुन्छ यो पुललाई चाहिँ टोटल्ली एकदम बाङ्गो
पुल पनि बगायो यो माथिको पुल लिएर आएको रहेछ यी माथिको पुलको कारणले गर्दा तलको पुल पनि बगायो रसुवाको लेहन्दे खोलामा आएको बाढी भोटेकोसीमा मिसिएसँगै रसुवा र नुवाकोटको चाहिँ धेरै क्षेत्रमा बाढीले ठुलो भौतिक क्षति गरेको छ र यो पछिल्लो 50 वर्षभन्दा पछाडिको धेरै ठुलो बाढी आएको छ नेपालमा र यो बाढीले मानवीय क्षति पनि ठुलो गरेको आशंका गरिएको छ पूर्व सूचना कम हुँदाखेरि र त्रिशुली नदी र भोटेकोसी नदीको तटमा रहेका धेरै बजारहरू तल बेत्रावतीसम्म आइपुग्दाखेरि नुवाकोटको बेत्रावती आइपुग्दासम्म धेरै बजारहरू घरहरू सवारी साधनहरू बगाएको छ सडकहरू बगाएको छ पुलहरू त्यसै गरी बगाएको छ तपाईहरु देख्न सक्नुहुन्छ दृश्यमा यो बाढीको हामीले स्थानीयहरूले विभिन्न व्यक्तिहरूले चाहिँ सामाजिक सञ्जालमा गरेको लाइभ राखेको भिडियो हामीले चाहिँ यहाँ कम्पाइल गरेर यहाँ प्रस्तुत गरेका छौं र यो पछिल्लो आधा दशक यताको धेरै नै ठुलो बाढी यो चाहिँ लेहेन्दे खोला मार्फत भोटेकोसीमा मिसिँदै यो त्रिशुली हुँदै आएको छ र यो रसुवामा बाढी ठुलो आयो भन्दा भन्दै जरेको पुलको यस्तो पुरै पुरै सिङ्गै सिङ्गै हेरेको पनि लग्यो सबै लग्यो पुल जरेको पुल आएर हानेर यहाँको पनि लग्यो।